ओ भिडियो आयो मानव त त्यहाँ नजिर त हो यो के अङ्कल गजब छ मेरो हेलो गजब छ नि मैले भन्दिनँ के भन्नु भिडियो बिहान लोक त्यसरी नलाएर आम बसाइ भएन हिरो जो देख्नु भएको छ यस्तो पारा भन्दिछु कि अङ्कल हजुर म सुतिहाल्नु पुलमा जा पुलमा नि खिच्ने जस्तो हो यो हजुर अहिले पुलमा कपडासित थियो नि यो भिडियोमा चाहिँ हेर्नुहोस् सरजी यता गजब निकाल्छ अन्त म यतापट्टि आउँछु र हेर्नुहोस् हेर्नु च्याट्टै पऱ्यो गुदुली साँझ भन्छ नि ट्याक्कै मोबाइल ट्याक्क नलिने हो गजब आउँथ्यो होला हल्ले हल्ली हल्ले हल्ली हेलो हेलो गाइज हेलो हाई गजब देखिन्छ हेर्नु चिया पछाडिको जङ्गल सिनहरू क्या गजब देखेर कहिले आउँछ सुविधा आएपछि भन्नु होला है मिस अध्यक्षले भन्नु त भने अध्यक्ष हान्नु होला अलि साह्रो छ डाक्टै अलि सक्दैन गएर फेरि यसलाई फेरि नै फुटेकै छ दामी छ यसले पिसे फेरि के खाने नि यसलाई पिसेपछि फेरि धुलो खाने होइन यस्तो खाने हो कि फेरि अघि फेरि ऊ भाउजूको उसमा सामान दिन जाँदा चाहिँ भेनाले फेरि नि उसमा पठाइदिनु भएको छ फेरि मासु यो चामल भन्नु भयो दाँत झर्ला त यो चामल खाँदा होइन कि यहाँ अझ बिहा छ है सर फुक्नुपर्छ यो त नसातेको नसातेको भन्नाले यसरी नकलाएको कि हुँ कलाएर खाने भनेर चुप हुँदो रहेछ यो चामल खाने दाँत झर्दैन कि किन दाँत झर्ला त यस्तो वैश्यको मान्छेको नि मेरो दाँत हेर्नुहुन्छ मिस यतातिर यता दुईवटा यता दुईवटा चारवटा दाँत हालेछु बाँकी फेरि कालै भएको छैन क्या हजुर कति छिटै तर सर म त एउटा के यहाँ त बिहा छ कि हजुरको हजुरहरूको त्यो के भन्छ भने दाँत पनि पक्का आँखा पनि पक्का मिस हो त अरू केही पनि पक्का भएन आँखाहरू दाँतहरू सबै पक्का छ के हजुर पक्का नभए के छ मिठो रहेछ मिस एम टेस्टी भन्छ नि अनि यो यसै खाने हो मिस नास्ता हजुर कुन चामल हो मिस यो जुम्ले मासी त होइन मासी जलन जलन जदन वाह दामी छ तल्लो बाटो भन्नाले बुटी ब्याङ्कबाट क्रिकेट बल मगाउने भने बुटी ब्याङ्कबाट कोही आउनेवाला छैन नि त क्रिकेट बल मगाउने भने हो खाने चामल भन्नाले कस्तो मिस घोप्टाउनु भएको मिसले केही पनि यस्तोमा त हामीले सुन्तला खायौँ भने भोलि सुत्ने हो मिस थाहा पाउनु भएको छ यस्तोमा हामीले सुन्तला खायौँ भने भोलि सुत्ने हुन्छ
सुतिन्न सर क्या गजब सिन हामीसँग एकता सुन्तला नाइ सुन्तला त भयो मिस भयो खानु न सिगान आएको आई छ अनि के भयो के छ मटर कुखुराको मासु बोकेर आएको छु ल मैले त मासु बोकेर आएको छु के र हजुर हजुरले यसो ल्याउनु भएको थियो मासु नासो होइन मिस त्यो मनुहरूले मासु ल्याउनु होला ल भन्थे बेलुका उसबाट मानिलिएको त्यो उहाँ पर त्यो अङ्कलको दिदीहरूले नि बेलुका हामी त्यहाँ गएको मासु पनि दिएको किन त पुग्दैछ मिस अब यतापट्टिबाट गजब आउँछ होला जस्तो लाग्यो मिस मलाई हेर्नु कस्तो छ हाई हेलो हाई भनिदिनु न हजुरले नि गजब भयो किन त पुग्दैछ मिस त्यो माटोको छ होला के सर कता अनि देखिन्न धुलो यसो गरेर मिस टक्क अझ यसो गरे त्यो वाउ के पो बल हेर्नुहोस् मिस यता कता यता फर्केर हेर्नुहोस् राम्रो देखिनु भएन त गजब देख्न कपाल यस्तो गर्नु न कपाल यस्तो नाइ कपाल यसो टाइपको यहाँ अगाडि हुन्छ नि त यसो गर्ने टाइप गजब छ मिस त्यो क्या मिस यो पुरै क्षितिज हुन्छ नि टक्क आकाश छोया जस्तो टाइपको यो चाहिँ पारि हाम्रो निसेलहरूको लागि टावर भएको गाइस हेर्नुहोस् त कस्तो बवाल छ वाउ दिल से बोलो पुरै डाँडाहरू यतातिर अलि राम्रो देखिनु मिस यता देखिन्छ हेर्नुलाई हेलो भन्नुहोस् हेलो भन्नु मिस हजुर मन परेन भने फालौँ न ल यस्तो बवाल हो माई गड हेलो भनिदिनु न हेलो भन्नुहोस् त हाई 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 भिडियो बनाएँ हेलो गाइज सन्चै हुनुहुन्छ कस्तो गजब देखियो यतातिर पछाडितिरको सिनहरू जति आँखाले देख्छ यो पनि उति देखिने भयो त ओ माई गड पानी तातो हो मिस हामी चाहिँ पोल्छ कि भात न यसो चेक के गर्नु होला मिस पाती हाल्ने बाटो माथि चौरी लेक भन्ने ठाउँमा छु भने जस्तो देखिँदै
हेलो गाइज, के छ सन्चै आरामै हुनुहुन्छ? आज पनि बिहानीको मिठो घामसँगै म निसी खोलाने रहेछु। ठ्याक्कै मधुबाङ भन्छ यसलाई, यतातिर छु। के छ कस्तो छ, सन्चै आरामै हुनुहुन्छ होला नि है? हेलो गाइज, के छ सन्चै आरामै हुनुहुन्छ? टुडे आइ एम भेरी भेरी ह्याप्पी, धेरै नै अति खुसी छु। आई एम एट निसी खोला पुतली बजार। खुसी हुनुको कारण चाहिँ इट इज अ सिक्रेट नभनौँ, मनमै राखौँ न होइन। तर टुडे आइ एम भेरी भेरी ह्याप्पी। यस्तै छ, चलिरहेको छ जिन्दगी, खाने बस्ने हिँड्ने डुल्ने, सो अन। Okay, thank you for watching. Okay, tata. Have a good night to all of you, my guys. यो कलियुग हो हजुर, यहाँ साँचो माया गर्नेको कदर हुँदैन, जसले देखावटी माया गर्छ उसैको कदर हुन्छ। सांस तू हवा है, कुछ ना तेरे सिवा है, तेरे बिन जीना सिर्फ नाम का। तेरी ये मोहब्बतें इनायतें सर आँखों पे मेरे सारे गिले असली टैलेंट वो होता है जो भरे मैदान के बाहर सिक्स
असर मार सके। No era मन को धूप धुकीमा महसुस गरा तिम्रो छाया पनि तिम्रै वरपर छुने तिमीसँग रहर छ सँगै तिमीसँग यो वर्ष चाहिँ गजब देखिँदो रहेछ मिस हेर्नुहोस् त सर यहाँ मलाई होमवर्क सिकाइदिनु न के सिकाइदिनु पऱ्यो भन्नुहोस् अब चाहिँ नजिकाएर हेलो हेलो गर्नुहोस् मिस हाई गर्नुहोस् मिस मिस ल हाई गजब आउँदो रहेछ मिस